पछिल्लो समय जेनजी आन्दोलनमा भएको घुसपेटको बालेन शाह मुख्य योजनाकारका रूपमा आलोचित बन्दै आएका थिए। हिजो बेलुका अर्थात् कार्तिक 15 गते मध्यरातमा उनले फेसबुकमा गरेको पोस्टले त झनै बालेनको असली धरातल देखाइदिएको छ। एउटा जिम्मेवार पदमा बसेको सोशल फिगर, लाखौं युवाको मार्गदर्शक र फ्यान बटुलेका बालेनको यस्तो किसिमको हरकतले उनको हैसियत देखाइदिएको हो भन्दै सामाजिक सञ्जाल अहिले पक्ष विपक्षमा चलिरहेको छ। भलै केही समयमा पोस्ट डिलिट गरेका भए पनि उनको त्यो स्ट्याटस यति बेला सामाजिक सञ्जालमा आगोसरी फैलिरहेको छ। सामाजिक सञ्जाल जस्तो प्लेटफर्ममा अपशब्द प्रयोग गर्दै लेखेको उक्त स्ट्याटस पछि उनलाई नशालु पदार्थ सेवक रहेको पुष्टि भयो भन्दै आम नागरिकहरूले आलोचना गरिरहेका छन्। आखिर मध्यरातमा विवादास्पद मात्र होइन, छाडा शब्द प्रयोग गरेर स्ट्याटस हाल्दै मेटाउँदै गर्ने बालेन के कुरा प्रमाणित गर्न खोज्दैछन्? उनी यति बेला नयाँ सरकारको मन्त्री परिषद फेरबदलीमा टुप्पी कसेर लागेका छन् भनी चर्चा चलिरहेको बेला विदेशी राष्ट्र अमेरिका, भारत र चीनलाई छाडा शब्द प्रयोग गरी लेख्दा बालेनले के भन्न खोज्दैछन्? यो सामान्य कुरा नहुन पनि सक्दछ। तर एउटा महानगरपालिकाको मेयरले कुन हैसियतमा अन्तर्राष्ट्रिय शक्तिहरूका विषयमा लेख्न सक्छ अनि राज्य सञ्चालनको चाबी आफ्नो हातमा लिएर ताला हल्लाउन सक्छ? यो चासोको विषय हो। जनताको यो किसिमको विश्लेषणले मेल खाएन भने बालेनलाई सन्काहा मेयरको रूपमा आम नेपालीले बुझ्नुपर्ने हो त कि नेपालमा जसले जे गरे पनि हुने छाडातन्त्र भएको देश भनेर बुझ्नुपर्ने हो?